सक्ने कमेन्ट त म मुस्किलले गर्ने हो आज गर्दिनु त्यो एउटा मैले गर्ने त्यो एउटा के भने आर्यनले गर्छ मलाई तुवा के हजुरआमा भने हैन यो नातिले गर्छ हैन हैन म एउटा कुरा भन्न लाग्छु बोल्या गर्छ त्यो एउटा छ नि एउटा त्यो किन्न पाउँदो रहेछ क्या त्यो ट्याप ट्याप गर्ने मेसिन पनि पाउँदो रहेछ हैन एप छ त्यो एप पनि रहेछ क्या त्यो गर्यो भने हातै दुख्दैन रहेछ क्या त्यो गरिदियो भने नि 1 मिलियन सम्म ट्याप ट्याप हान्दिँदो रहेछ क्या त्यसले हुन्न यो टुनटुने भाइले किनेको थियो त एकचोटी त्यो के भयो बिग्रियो त्यो त्यस्तो हुँदैन रहेछ क्या मिलियन देखाइरहेको हुन्छ हैन पुरै यता ट्याप ट्यापै हुन्न अनि यहाँनिर उसले 300-400 गरेको छ नि उसकोमा कति देखाइरहेको हुँदो रहेछ ए पहिला टुनटुने भाइ हामी आफ्नोमा धेरै देखाउने उता चाहिँ थोरै हुने होला हैन यहाँ हाम्रोमा चाहिँ थोरै देखाउँछ उसकोमा चाहिँ धेरै देखाउने क्या उसकोमा पठाउँथ्यो क्या मलाई नकता हेर्नु त सिस भनेर त्यो काम नलागेर उसले फुटाएर फ्याल्थ्यो क्या जहिले मलाई बिला गर्थ्यो क्या यही सिसले मलाई बाट अर्डर गर्थ्यो डुप्लिकेट भन्दै मलाई जिस्काउँथ्यो क्या उसले जहिले म त आइडी गयोबाट टुनटुनेलाई जिस्काउनै छोडे जिस्किँदा आइडी गयो त्यही भएर छोडे म त जिस्किने अब छोडेको कति घण्टाको लागि छोडेको ला कति घण्टाको लागि भने घण्टा न सन्टा सधैँको लागि अहिले एकछिन बस्दिन पुगेर हुन्छ हैन यस्तो हो क्या त्यो मलाई हैन पुग्दिन ल मलाई चाहिँ है अरूको उसमा थाहा छैन मलाई चाहिँ झुटो बोले मान्छे मन पर्दैन क्या 50 को बारे हैन म झुटो कहाँ बोल्छु यार यसै नबोल है हैन झुटो बोल्ने नि एउटा सिचुएसन हुन्छ कन्डिसन हुन्छ रियल कुरामा त झुटो बोल्दिन ल अब त्यो कहिले रियल मतलब हुन्छ नि एउटा कुनैको हुन्छ नि त कन्डिसन हुन्छ त्यो झुट बोल्ने साँचो बोल्ने त्यति बेला त बोलिन्छ कहिलेकाहीँ त्यो आफ्नो ठाउँमा छ तर एकदमै त्यो आफूलाई अनि अर्कालाई इफेक्ट पार्ने गरेर झुट त बोल्दिन ल म त्यति चाहिँ थाहा मलाई त्यति एउटा कुरा तिमीलाई थाहा छ एउटा कुरा के गीतामा के लेखेको छ भने हैन त्यो झुटो बोलेर चाहिँ साथमा बस्नुभन्दा साँचो बोलेर छुट्टिनु नै राम्रो हुन्छ अरे के किनभने त्यसले मनलाई एकछिन चाहिँ दुख्छ त्यही पनि पछि सजिलो हुन्छ अरे के अन्त अहिले यहाँनिर कोसँग होइन तिमीले यस्तो हो क्या कुनै पनि झुटो कुरा बोल्छौ नि त्यसमाथि अर्को झुट थपिँदै जान्छ क्या त्यो रोकिँदैन क्या त्यही भएर झुटो बोल्ने बानी राम्रो होइन एउटा झुट त बोले हैन तिमी जस्तो एक नम्बरको हैन के एक नम्बरको त्यो फटा भन्छ है त्यो फटाले भन्छ र त्यो झुटो बोल्ने सबैभन्दा नम्बर 1 मा पर्नु तिमीलाई मैले तिमीलाई के भन्ने हो र त्यहाँ झुट मलाई नभने पनि अरूलाई भने नि सबैभन्दा बढी छ नि तिमीले तिम्रो हस्बेन्डलाई सबैभन्दा बढी झुटो बोल्ने तिम्रो आफ्नै बुढालाई झुटो बोल्छौ है सुरुमा त है कहाँ बोल्यो झुटो यार सबै देखिरहेको छ तिमी यहाँ आएर मेरो बिहा चाहियो मलाई बुढा चाहियो भन्दै खोज्दै हिँड्छ हैन ए भगवान अब यो यस्तो कुरामा चाहिँ त्यो पछाडी नराउ है फ्यामिली ब्याकग्राउन्डमा नजाऊ है अहिले फेरि तिम्रो कानको जाली फुट्नु गरेर हान्छु फेरि अहिले हैन यही हो किन के तिम्रो बुढाले भनेको घरमा बुढी होला लाला बाला होला तिमीले के कसम हैन है तिम्रो कसम हैन तिम्रो टाउको कसम हैन मेरो बुढी भइरहेको म टिकटकमा आउँछु नि तिम्रो ससुर अस्ति डाकु खाएर आशालाई सिस्टर बनाए मरे म त कति हँसाको यिनीहरूलाई आज हो यता सुन्नु न यो केटाहरूलाई त्यही भएर मैले हरे एक दिनमा 10 दिन भन्छु होला कि यिनीहरूलाई त झुट बोलेर नि म्यारिड भएर पनि अनम्यारिड हो भन्ने अनि इमेजको फोटो राख्ने अन्त आफ्नो फोटो कहिले नराख्ने त्यस्तो गरे पनि हाई गर्छौ तिमीहरूले हैन साँचो कुरा बोल्दाखेरि चाहिँ यसो जिस्किँदाखेरि चाहिँ अन्त फेरि उता फ्यामिली ब्याकग्राउन्डमा जान्छु है नभए गाला अनि हो कि होइन भन्नु त सबैले थाहा छ त मेरो बिहा भयो भन्दै त्यही भएर त जिस्केको नि न त तिमीहरूलाई अनि मैले आशालाई चाहिँ हैन आशालाई चाहिँ साथी कुरा केही पनि भन्दैन के भयो यहाँ मेरोमा हिजो डिस्कस गरेको देख्यौ होला सुन्यौ होला के भयो थियो र आरिस गरेर नाम पुगाएर उनीहरुलाई पिर पर्दा रहेछ नि कुनमा आएर भने के भने मैले पुरै बुझिन भन त हात्तीको बच्चा के भनेको भाउजू हैन एकछिन दिदीलाई यहाँ के कमेन्ट गरेको थियो नि यसो अलिकति ठटाकटुक परेको थियो त्यही हो अब तिमी सबै कुरा किन भन्नुभयो भ्याइयो त्यो कुरा खतरा खोत्रुक परेको रे खतरा खोत्रुक
ल नाच्ने हो त म एउटा गीत गाउँछु नाच्ने हो त हात्तीको ल गाउँ गीत गाउँ सुन्नु बरु आज नि हात्तीको सुट दिने हो तिमीले सम्झिने पानी छम्किने अस्ति त अलिअलि लाग्यो त्यो माते भएर पो त्यस्तो भएको त आज त फुल पाउन नि गाह्रो पर्छ हो मातेको भएर पो होला त्यो त त्यही त हो मातेको बेला चाहिँ आँट आउँछ कि डर लाग्दैन नि ए है अब तिमीलाई चाहिँ त्यति चाहिँ अब एउटा फुल दिन नि मातिनु पर्छ भनेपछि अरू अरू दिन चाहिँ के गर्नुपर्छ भन त पैसाले के भन्छ थाहा छ तिमीलाई पैसाले ओहो एभोकाडो पैसाले के भन्छ त आज मलाई बचा भोलिको दिनमा म तँलाई बचाउँछु भन्छ अरे के बुझ्यौ नि पैसा भनेको सेभिङ गर्ने हो खर्च गर्ने होइन के ए हो मेरो सोचमा त त्यो बुझ्यौ म त खर्च गर्दैन पैसा कमाउन कम त गाह्रो छ यहाँ 32 वर्ष त पुगिसक्यो अब 32 वर्ष पुगिसक्यो कहिले बिहा गर्छौ कहिले छोराछोरी पाउँछौ कति भन्दा कति सेभ गर्नु अब त ए भगवान होइन के अरे टाटा बिर्ला भन्ने छ नि जुन त्यो कम्पनी चलाउँथ्यो नि त्यसले बिहे गर्यो गरेको छैन नि होइन एलन मस्कले पनि बिहे गरेको छैन नि होइन अनि गान्धीले पनि बिहे गरेको थिएन नि होइन पैसा भनेको नि त्यो समयलाई चाहिन्छ क्या समय अनुसार चाहिन्छ नि त ए ल ओके Aren't I? I'm not here. I'm just angry. I'm just joking. Okay. Aren't I? फरक पर्छ त रिसायो भने मलाई कोही रिसाएर कोही के फरक पर्दैन भाइ अन्त मैले सोचेन कि म अलिकति काम पर्यो अनि गुरुसँग कस्तो रिसाएर त मलाई केही फरक परेन भने तिमी रिसाएर मलाई फरक पर्छ त भाइ होइन म जिस्काऊ ल I'm praying. Okay. I'm going. Okay. ओके ए इंग्लिश बोल्छ तेन्जिङ भाइले इंग्लिश कडा बोल्छ इंग्लिश म आफ्नै खानदानसँग बोल्दिनँ म होइन म साँच्चै हो मैले मलाई गाली गरेर रिसाउँछ भने डाले फरक मुल्किन मात्रै हेलो तारा दाइ बोलौँ सबैजना किन मुट म बोली सबैजना मुट बस्छ दादा नमस्ते दादा सन्चै हुनुहुन्छ अनि आर्यन दाइ मलाई चिन्नु भयो नि हजुरले अरे डाकु आएको छैन डाकु आएको भए खुसी हुन्छ आर्यन भाइ यो के थोर भन्ने यो विपिन भाइलाई चिन्छौ चिन्नुहुन्छ दाइले विपिन म तपाईलाई सम्झाउँछु तीनटा चारवटा छ कुन चाहिँ विपिन हो तिमी दाइ म तपाईलाई सम्झाउँछु तपाईले चिन्नुहुन्छ है मलाई नरिसाउनुलाई त तपाईले बारबीलाई चिन्नुहुन्छ नि कुन चाहिँ बारबी दुईटा बारबी छ त्यो पहिला तपाईसँग डिस्कस भएको थियो नि दाइ एकचोटि कुन चाहिँ नेपालको भने कि अमेरिकाको भने नेपालको दाइ नेपालको तपाईले याद छ नि ए त्यतिखेर तपाईसँग बोलिरहन्थ्यो नि त्यतिखेर मैले तपाईँसँग डिस्कस भएको म त्यतिखेर बोलिरहन्थेँ कि त्यही भएर तपाईँलाई नाम चेन्ज गर्नु भएको रहेछ फोटो चेन्ज गर्नु भएको रहेछ ए यो भाइ जापान गर्न नाची हाल्छ जापानको विपिन हो हजुर भिडियोमा आयो भने चिन्छ तिमीले त्यसको मलाई चिन्नुहुन्छ तपाईले मलाई थाहा छ दाइ यो भाइलाई जसले पनि चिन्छ यो भाइ मस्तले नाच्यो बिन्दास मस्त मौला हो के नाचेर महाकालीको दिनको चेन्ज गर्नु यो उता नाच्यो भने गीत गाउनु भनेको नाच्दैन भनेर विपिन भाइ महाकाली दिदीको फोटो चेन्ज गरेर हाम्रो हुन्थ्यो गर्ने नेभर मेरो पहिचान यही हो अहिले मेरो एकचोटि काम भ्याएपछि बल्ल नाच्छु ननाच भने पनि आर्यन अहिले चाहिँ सरी ल नाच नि त एकजना गीत गाऊ आर्यन भाइ गीत गाउने भनेर अहिले चाहिँ नगाइकन के नाटक पारिरहनु कुरको गीत नगाइकन होइन यो हात्ती उसलाई नजानु पर्यो भनेर नि म गीत ननाच्ने मान्छे त होइन नि त नाच्छ कि अहिले मिल्दैन अब फेरि किचनमा भात पकाउनु खाना साना सबै भात मात्रै बनाइदिन कि मैले अरू आफूहरूले गर्छ अनि काम भ्याएपछि अनि मेरो रुम आएपछि एकजना दुईजनाले खाने यति धेरै खोर हुन्छ हाम्रोमा राम के हो त्यो 1 महिनाको रासनको खोर हो क्या तारा दादा जेबी दादा नुहाउन जानु भा जेबी भाइ ह्यान्डसम हुन जानु भन्छ ह्यान्डसम अनि त्यही भएर ल परेपछि त्यस्तै हो कि हाम्रो के ह्यान्डसम हो कि भए त होइन त्यो केरलाको मान्छे कि कालोहरू कति नुहाउँथ्यो होला
हाम्रो मतलब गोरो हुने भए कि ह्यान्डसम चाहिँ हुन्छ है नुहाएर तर गोरो त हुँदैन नि त कालो मान्छे कालै हुन्छ के अरे हाम्रो भाउजू कालो नमटन मान्छे पनि सुकुमारी हुन्छ नि त अनि हाम्रो भाउजू अलिकति राम्रो ए भगवान ओ महाकाली दिदी हजुर। एन्जिला फिल्म हेर्नु जानुभयो हेर्दैन मलाई त झ्याउ लाग्छ यो भाइलाई बोल्नु देऊ नै अनि हाम्रो के अरे हाम्रो भाउजू नमटाउनुको कारण के छ भने हाम्रो जेबी दाइको भाग पनि खानु रहेछ अनि हो त खानु त खानुपर्छ के भन्नु खोजेर चारचोटि लाइलाई अहिलेसम्म भाउजू गर्लफ्रेन्ड भएदेखि गर्लफ्रेन्डको जुठो खान पाएन ओ साँच्चै राम 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 के बोला कस्तो जुठो खानु मन लागेको फेरि बाबा बाबा माया पर्छ नि त महाकाली दिदी कस्तो खाले जुठो खानु मन लाग्यो र बाप रे कति जुठो खानु जुठो खाँदा माया बस्ने भए त म त सिधै सलमान खानको गएर खानामा जुठो हालिदिन्थेँ ए लौ होइन जे होस् होइन अहिलेको त्यस्तै छ कि दिदी माया कसम भनेको सलमान खान भएको ठाउँमा गएर सिधै जुठो लाएर उसको जबरजस्ती जुठो खाइदिन्थेँ अनि के जेबी भाइ चाहिँ हेरेको हेरै अनि अहिले वान बाहिरको नि छिटो निस्केर आउनु होला नि फेरि साबुन लाउँदै के भनेर कान्छी भन्दै हो त अनि सलमान खान त म त बुढो भए लाग्छ राम्रो लाग्छ कि अहिले जेबदाले भनिदिनु पर्छ अहिले फेरि रिसाउनु होला म त सुनेर होला क्या भाइ म्युट बसेर मेरो सुनिरहनु नेट हेर न कोमामा गएको यार होइन ठिकै छ त सुनिरहेछ होइन क्या यस्तो हो कि सलमान खान ट्यालेन्ट छ नि त होइन कति धेरै ट्यालेन्ट छ उसको त्यही भएर हो कि राम्रो लागेको अनि कान्छन देउसको फिल्म नै हिट छ सबैले मन पराउँछ नि मलाई नि एकदमै मन पर्छ सलमान खान चाहिँ कान्छी पनि त्यो नेपाली फिल्म भने हो त्यो एन्जेली हो कि के भने एन्जिला क्या त्यो फुटबल उसको प्लेयरको कस्तो राम्रो छ नि त्यो रियल घटनामा आधारित मुभी हो कि मलाई त झ्याउ लाग्छ फिल्म हेर्न जान मन पर्दैन मलाई मलाई त त्यो पृथ्वी राईको हेर्छु खालि भिडियो यति मन पर्छ त्यो केटी त्यो बहिनी त्यो नानु भन्नुपर्ने अवस्था छोरी जस्तै हो हाम्रो प्रीति राई को त्यो दाइले म त फुटबल प्लेयर कि ट्याप ट्याप कोही सावित्रा भन्ने चाहिँ आएको थियो इजरायल पनि साम्बा 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 आएको थियो पनि मैले नबुझेको कि होइन उनीहरू सबै केटी हो नि त होइन तर अब यहाँ अलिक गाह्रो हुने नमस्कार साथीहरू यस च्यानलमा हजुरहरूलाई स्वागत छ साथीहरू यस च्यानलमा ब्लगिङ भिडियो तथा टिकटक लाइभ भिडियोका साथै अन्य मनोरञ्जनात्मक भिडियो हेरेर आनन्द लिन सक्नुहुनेछ त्यसैले साथीहरू यस च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला भने हार्दिक अनुरोध गर्दछु र साथीहरू यदि यो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नु नबिर्सिनु होला र भिडियो राम्रो लाग्छ भने प्लिज एक लाइक गरेर छोडिदिनु होला है अब लागौँ भिडियो